एक टाइममा ब्याक टु ब्याक हिट फिल्म दिएका एक्टर्स अहिले भने ब्याक टु ब्याक फिल्महरू फ्लप भइरहेका छन्। पहिला भन्दा क्रेज पनि घटिरहेको छ। आजको भिडियोमा हामी 5 वटा यस्तो एक्टरहरूको बारेमा कुरा गर्नेछौँ जसलाई एउटा कमब्याक फिल्मको खाँचो रहेको छ। नम्बर 5 प्रदीप खड्का। प्रदीप खड्का नेपालको एक चर्चित एक्टर मध्ये एक हुन्। उनले आफूलाई एज अ एक्टर पनि इम्प्रुभ गर्दै आइरहेका छन् अनि डिफ्रेन्ट टाइपको एक्सपेरिमेन्टल मुभिजहरू गरिरहेका छन्। तर उनीको लास्ट हिट फिल्म पुजार सार्की रहेको थियो। त्यसपछि उनले एक्टर, पीताम्बर, एक्लो जस्ता फिल्महरू गरिन् र तिनटै डिफ्रेन्ट जनराका फिल्महरू रहेका थिएन। तर कुनै फिल्मले पनि बक्स अफिसमा राम्रो पर्फर्म गर्न सकेन र अडियन्सबाट राम्रो रिस्पोन्स पनि पाउन सकेन। त्यसैले तिनटै फिल्म फ्लप भएका थिएन। त्यसै कारणले प्रदीप खड्कालाई पनि एउटा स्ट्रङ कमब्याक फिल्मको खाँचो रहेको छ। उनीको अपकमिङ फिल्म ऐरी भन्ने रहेको छ। तपाईलाई के लाग्छ, त्यो फिल्मले प्रदीप खड्काको एउटा स्ट्रङ कमब्याक गर्छ होला त? नम्बर 4 सौगात मल्ल। सौगात मल्ल नेपालको भर्सेटाइल एक्टर मध्ये एक हुन्। उनले आर्टिस्टिकदेखि कमर्सियल दुईटै टाइपको मुभिजहरू गर्ने गर्छन्। उनी कमर्सियली सक्सेसफुल एक्टर त हुन्, तर रिसेन्ट केही इयर्समा उनीको धेरै जसो फिल्महरू फ्लप भइरहेका छन्। उनीको लास्ट हिट फिल्म पशुपति प्रसाद 2 रहेको थियो। त्यही पनि मल्टी स्टारर फिल्म रहेको थियो। त्यसपछि सौगातले अगस्त्या, सीतामोल, बलिदान, पीताम्बर जस्ता फिल्महरू गरेका थिए। तर ती मध्ये कुनै पनि फिल्मले सोचे जस्तो बक्स अफिसमा पर्फर्म गर्न सकेन। अनि रिसेन्टली उनीको भाइरल गोर्खे भन्ने फिल्म आएको थियो। त्यो फिल्मबाट धेरैलाई आशा थियो त्यो फिल्म सौगात मल्लको कमब्याक फिल्म हुन्छ भन्ने, तर त्यो फिल्म पनि स्याडली फ्लप भएको थियो। त्यसैले सौगात मल्ललाई एउटा अब स्ट्रङ कमब्याक फिल्मको खाँचो रहेको छ। नम्बर 3 आर्यन सिग्देल। उनी एक टाइमको एकदम रुचाइएको हिरो मध्ये एक हुन्। एक टाइममा उनीको क्रेज लास्टै धेरै हुने गर्थ्यो अनि फिल्महरू पनि ब्याक टु ब्याक हिट हुने गर्थ्यो। तर अहिलेको टाइममा भने उनले धेरै फिल्महरू पनि गरिरहेका छैनन् र उनीको पहिला जस्तो क्रेज पनि छैन। हुन त उनीको लास्ट हिट फिल्म पुजार सार्की भन्ने रहेको थियो, तर त्यो चाहिँ एउटा मल्टी स्टारर मुभी रहेको थियो। उनीको लास्ट सिङ्गल स्टारर हिट फिल्म चाहिँ 9 भन्नुला 3 रहेको थियो। उनीको रिसेन्टली आएका फिल्महरू जस्तै महाभोज, कैरा, हजार जुनीसम्म यिनी फिल्म चाहिँ फ्लप भएका थिएन। अनि उनीको डिसेम्बर फल्स भन्ने मुभीबाट चाहिँ उनीको स्ट्रङ कमब्याक हुन्छ होला भन्ने धेरैको एक्सपेक्टेसन रहेको थियो, तर त्यो फिल्म पनि फ्लप भएको थियो। त्यसैले आर्यन सिग्देललाई एउटा स्ट्रङ कमब्याक फिल्मको खाँचो रहेको छ। नम्बर 2 निखिल उप्रेती। उनी एक टाइमका एक चर्चित एक्सन हिरो थिए। उनले फिल्ममा गर्ने रियल स्टन्ट्सहरूले गर्दा पनि उनी चर्चित थिए। तर अहिलेको टाइममा भने उनीको पहिलाको जस्तो क्रेज रहेको छैन। उनीको लास्ट हिट फिल्म भैरव भन्ने रहेको थियो। त्यसैले उनलाई पनि एउटा स्ट्रङ कमब्याक फिल्मको खाँचो रहेको छ र उनीको अपकमिङ एउटा मुभी आउँदैछ जुन रहेको छ आचार्य, र धेरैले एक्सपेक्ट गरेका छन् कि त्यो फिल्म चाहिँ उनीको कमब्याक फिल्म हुनेछ। तपाईलाई के लाग्छ त, त्यो फिल्मबाट उनीको कमब्याक होला त? सो नम्बर 1 राजेश हमाल। उनी नेपालको महानायक भनेर चिनिन्छन् र उनी एक टाइमको सबैभन्दा सेलिब्रेटेड अनि सबैभन्दा धेरै स्टारडम भएको स्टार थिए। तर अहिलेको टाइममा हेर्दा उनले खासै फिल्महरू पनि गरिरहेका छैनन्। लास्ट इयर उनीको नरसिम्हा अवतार भन्ने एउटा फिल्म आएको थियो र त्यो फिल्म चाहिँ राजेश हमालको कमब्याक फिल्म हुन्छ भनेर धेरैले एक्सपेक्ट गरेका थिए। तर स्याडली त्यो फिल्मलाई अडियन्सले खासै रुचाएनन् र फिल्म बक्स अफिसमा फ्लप भएको थियो। त्यसैले राजेश हमाललाई पनि एउटा एकदम नै स्ट्रङ कमब्याक फिल्मको खाँचो रहेको छ। उनीको एउटा अपकमिङ फिल्म प्रवासी जीवन भन्ने आउँदैछ, तर त्यो फिल्मको खासै हाइप भएको त देखिँदैन। तपाईलाई के लाग्छ, त्यो फिल्मबाट राजेश हमालको कमब्याक होला त? सो आजलाई भिडियो यति नै। भेटुनेछ अर्को भिडियोमा। बाई बाई।